फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। सो आज हामी चाहिँ रक्सी पार्न लाग्छौँ अनि बहिनी चाहिँ रक्सी पार्दैछ अनि म चाहिँ त बाहिर बसिरहेको। अनि बहिनीले चाहिँ रक्सी यसरी पार्दो रहेछ क्या, यसरी। तर मलाई नदेखा पानी यति हाल्नु पर्दो रहेछ क्या। सो म चाहिँ मलाई काम गर्न आउँदैन, त्यही भएर म चाहिँ यहाँ बसेको। 3 बजे भात पकाउने नि उही। अनि आज चाहिँ राम्रै काम गरेछ बहिनीले। चाहिँ रक्सी पार्दैछ कि बहिनी चाहिँ। म चाहिँ एकछिन बसेको। मैले नि धेरै काम गरेँ हो, अहिलेसम्म काम गर्दा गर्दै थाकेर चाहिँ म बसेको। बहिनीको भाग चाहिँ रक्सी पार्न लगाएको। अनि कति मिठो हुन्छ चाहिँ थाहा छैन, खायो भने चाहिँ तपाईँहरू चाहिँ ठक्को ठाउँमै ढल्छ क्या त्यो रक्सी खायो भने, बहिनीको हातबाट रक्सी खायो भने चाहिँ। सो अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला नि, हामी पनि सन्चै छौँ। फुटबल खेल्न जाने अब मिब्रा बजार जाने हो फुटबल खेल्न। मिब्रा जाँदाखेरि अब म किप्पर भइहाल्यो। अनि बहिनी चाहिँ ओए तैँले के खेल्छ भन्न। गफ दिएको कि मैले भन्दा उसले राम्रो खेल्न आउँछ कि फुटबल चाहिँ। मलाई त आउँदैन हौ फुटबल खेल्न पनि, गेम खेल्नै आउँदैन मलाई। अनि त्यतिकै जाम भनेर अनि किपर बस्थ्यो भनेर हो कि। अनि म त जान्थेन, म त घरमै बस्थ्यो। अनि मेरो धेरै काम छ अब दसैँको बेला, अनि नगएर पनि सुख छैन फेरि। काम नगएर सुख छैन हौ दिदी। अनि यो चाहिँ बहिनीकै घर हो कि। अनि मेरो घर चाहिँ माथि नै हो। अनि अघि नै बहिनीले बोलाएर आएको। अनि यहीँ बसेको बसै भयो। खाजा खाने बेला पनि भइसक्यो, खाजा खान पनि जानु पर्यो हौ, घर गएर जानु पर्यो। अब बहिनीले यहाँ के गर्दैछ होला भित्र चाहिँ, आगो फुक्न पाएको रहेछ। बहिनी चाहिँ अब खाजा बनाउँछ होला सायद। खाजा के खाने हो, चोचो खाने हो? खान्न के खान्न, खाजै नपाउने गाउँघरमा बसेपछि खाजा चाहिँ चौचौ खाम रे के बहिनीले चाहिँ। हाम्रो गाउँ चाहिँ खतरा छ कि, दामी भाइरल नि अलिअलि छ। अनि तपाईँहरू पनि यसो टाइम मिलाएर चाहिँ हाम्रो गाउँमा घुम्न आउनु होला। अब पाल्छ हाम्रो गाउँ चाहिँ। अनि यहाँको गाउँ मात्र होइन, मान्छे नि राम्रै छ हौ हाम्रो गाउँको त। अनि त फेरि अब 3 बजे भात पकाएर फेरि फुटबल खेल्न जाने होला। म त आज जान्नु फुटबल खेल्न, म त आज ग्राउन्ड जान्न। बिरामी छु कि, बिरामी छु, सन्चो भएन भनेर अब एकैचोटि मिब्रा बजार चलिदिने हो, त्यही बेला खेलिदिने हो। सो आज मैले लुङ्गी लगाएको कस्तो भएको रहेछ है मेरो। फर्स्ट टाइम नि होइन, लगायो लगाउनु चाहिँ अलि ओ माइ गॉड कति राम्रो बोली बजा। मलाई चाहिँ धेरै जस्तो लुङ्गी लगाउन कस्तो आउँछ कि, लुङ्गी लगाउन मन लाग्छ कि। बहिनीहरू त यत्रो लगाएर हिँड्छ। अनि लुङ्गी लाउनु पर्छ रे कि आमाहरूले भने। म चाहिँ संस्कारी हो रे योले हो त होइन, बिर्खेको केटी हो म। हामी धन्न राम्रो यहाँ खुट्टा नि कालो छ अनि देखिहाल्छ नि अरूले, त्यही भएर म लुकाउन खोजेको। सो गाइस अर्को भिडियोमा भेटौँला। हस् त, धन्यवाद।